यति दिनमै जान्छ भनेर त भन्न सकिँदैन, तर यसरी आफूले चाहिँ केयर गर्नुपर्छ। यो गर्मी महिनामा अलि धेरै नै कालो देखिन्छ अनि एकदमै धेरै फैलिन्छ। त्यही भएर यसरी आइसले चाहिँ दिनदिनमै राति सुत्नुभन्दा अगाडि तपाईँले आइसले सेकाउनु होला। तपाईँको जहाँ जहाँ चाया पोतो कालो पोतोहरू धेरै छ त्यहाँनिर यसरी आइसले सेकाउनु होला है। तर यति दिनमै जान्छ भन्न चाहिँ सकिँदैन। तपाईँले कुन अनुसारले केयर गर्नु भएको छ त्यही अनुसारले चाया पोतो कम हुँदै जान्छ, तर आत्तिनु हुँदैन। अनि अल्छी चाहिँ गर्नु भएन कि, एकदमै मेन कुरो अल्छी गर्नु भएन है। जसले अल्छी गर्छ त्यसले सकिँदैन। जसले जागर चलाउँछ आफ्नो अनुहारको लागि त्यसको चाहिँ छिट्टै जान्छ। आइसले मैले सेकाइसक्यो। अब चाहिँ यो केराको भित्रको गुदी चाहिँ पेटमा जान्छ अनि यो बोक्रा चाहिँ अनुहारमा चाया पोतोको लागि एकदमै काम लाग्छ। यसले चाहिँ अनुहारलाई एकदमै सफा बनाउँछ अनि साइनिङ पनि दिन्छ। त्यही भएर तपाईँहरूले पनि केराको बोक्रा नफाल्नु होला। केरा चाहिँ मजाले खानुस् तर बोक्रा नफाल्नु। यो केराको बोक्रा चाहिँ यसरी अनुहारमा लगाउने। यसले एकदमै राम्रो बनाउँछ छालालाई। डबल फाइदा, गुदीले पेटमा राम्रो गर्ने अनि बोक्राले अनुहारमा राम्रो गर्ने।